हेलो साथीहरु सबैजनालाई मेरो ब्लगमा स्वागत छ र यो ब्लग चाहिँ हामीले पेदोङमा बनाएको हो र यो जग्गा चाहिँ एक्ज्याक्टली सिल्लरी गाउँको मुनि हो। मेरो साथीको घरमा हामी गएको थियो। जुगा आउँछ यहाँ है ए ऐसेल यहाँ ऐसेल बेबी when we were small na we used to eat so much this one जुगा आएन क्या भाइ अझै खाने ल पायो टेस्ट गरिदिएको ल जुगाहरू आउँदैन क्या म त डर पनि लाग्छ कति साह्रो है मलाई चाहिँ क्या हो सानोको याद आयो थाहा छ भाइ मैले नि मेरो घरमा नि हुँदा यस्तो खान्थ्यो नि त हामी जङ्गलमा गएर क्या पर्ख ल अब तिमी सिलगढीमा भएको त कहाँ खानु पाउँथ्यो नि ल ल ल लु हिँड जाउँ हिँड छिटो This is how my place is. So nice. Oh, I feel so relaxed. See here, I want to show you something which we used to eat when we were small. See, this is raspberry, but in Nepali we call it aisilo. Okay, aisilo. See here, so many are there. And see or not? Yeah. So tasty. साथीहरु हेर्नुस् है मेरो गाउँ चाहिँ कालिम्पोङ मेरो गाउँ है कस्तो लाग्यो होला तपाईहरुलाई आउनुहोस् यहाँनिर भिजिट गर्नुहोस्। अहिले चाहिँ म चाहिँ एक्ज्याक्ट in Kalimpong. Exactly, I am in Pedong. Okay, this is Pedong, Sillari Gaon, Pedong. I'm here. Very beautiful place. You can see here. There you can see a road. See that must be the Salroti road or what? I don't know. We'll see. Today we'll go and see. Okay guys, see you. चाहिए फ्लावर भाई चाहिए नोटो लड़की लायो देखो मेरे पापा भी तो ले आया फ्लावर मम्मा पकड़ो ओए मम्मा पकड़ो ना so nice flower आई मैं होला है पहले मैं ऐसे करो फिर यो चाहिँ सेन्ट जेभियर स्कुल पहिला चाहिँ पेदोङमा थियो अहिले चाहिँ यहाँनिर रहेछ सेन्ट जेभियर स्कुल। यो चाहिँ मेरो साथीको छोरा पहिला ग्रेस स्कुलमा पढ्थ्यो अनि उसले हामीलाई चाहिँ स्कुल देखाउन लगेको ए अहिले चाहिँ तिमी कुन चाहिँ स्कुल पढ्छौ अरे भाइ? भाइ कुन चाहिँ स्कुल पढ्छौ? ग्रेस स्कुल। ल हामी त्यो गाउँ घुमिसकेर चाहिँ फेरि हामी ब्रेकफास्टको टाइममा चाहिँ हामी सिल्लरी गाउँ निस्क्यौँ। सिल्लरी गाउँको सिन जस्तो रहेछ है सिल्लरी गाउँ चाहिँ है। तर आज चाहिँ मेरो आफ्नो आँखाले देखेँ भनेको नि। तर आज चाहिँ अब अलिक धुम्म भइरहेछ होइन त्यही कारण चाहिँ के छैन तर तिमी देख्दैनौ यता आउन यहाँ। हेलो गाइस माय नेम इज नन्स प्रधान। भन्छौ के अरे भाइ नाम? माय नेम इज नन्स प्रधान। यता आउन यहाँ आउन यहाँ वेलकम टु सिल्लरी गाउँ भन्दैछ। ऊ चाहिँ दामी गाइड हुने रहेछ है। कस्तो डरलाग्दो है त्यो ढुङ्गा हुन्छ नि नेचुरल ढुङ्गा क्या त्यसलाई चाहिँ
अब कसरी हटाउनु सक्दैन। यो सिल्लरी गाउँ चाहिँ यस्तै रहेछ है। सिल्लरी गाउँ यही हो है। सिल्लरी गाउँ चाहिँ आज चाहिँ अलिक धुम्म हो। टुडे बेबी डोन्ट कम दिस साइड। ल सिल्लरी गाउँको भ्यू चाहिँ छैन। सिल्लरी गाउँको भ्यू चाहिँ देखेन किनभने आज चाहिँ पुरा धुम्म रहेछ। सबै गाइस भ्यू चाहिँ देखाउन सकिनँ तर यति दामी भ्यू छ है यहाँको। मैले चाहिँ फेसबुकमा फोटोजमा है देखेको। यो चाहिँ हामी सिल्लरी गाउँबाट फर्किँदै गरेर लिएको सानो भिडियो है। यो जग्गा पनि दामी रहेछ, पाइन ट्रिजले भरेको हो। एकदमै दामी जग्गा छ सिल्लरी गाउँ चाहिँ। सबैजना आउनु होला। तपाईँहरू सबैजनालाई वेलकम छ अनि तपाईँहरू सबैलाई धन्यवाद छ मेरो यो ब्लग हेरिदिनु भएकोमा।